हेलो साथीहरू। म आशा गर्दैछु कि साथीहरू सबैजना सन्चै हुनुहुन्छ होला। आ, आज म हजुरहरू सामु एउटा सानो भिडियो बनाउन लागेको छु जसको टपिक रहेको छ नेपालमा मेडिकल ल्याब टेक्नोलोजी अथवा नेपालमा मेडिकल ल्याब टेक्निसियन, मेडिकल ल्याब टेक्नोलोजिस्ट अर मेडिकल ल्याब साइन्टिस्ट कसरी भन्ने। ल पहिला हामीले मेडिकल ल्याब टेक्नोलोजी अ, दुईटा लेभलमा हुने गर्दछ। एउटा मेडिकल ल्याब टेक्निसियन अनि एउटा मेडिकल ल्याब टेक्नोलोजिस्ट, जसलाई हामीले मेडिकल ल्याब साइन्टिस्ट पनि भनिन्छ। अ, त्यो भनेको मेडिकल ल्याब टेक्निसियन भनेको हामीले सिएमएलटी, मेडिकल ल्याब टेक्निसियन बनाउनलाई हामीलाई मिनिमम क्वालिफिकेसन चाहिँ सिएमएलटी चाहिन्छ। त्यसै गरी मेडिकल ल्याब टेक्नोलोजिस्ट अर मेडिकल ल्याबोरेटरी साइन्टिस्ट बनाउनलाई हामीले बिएससिएमएलटीको क्वालिफिकेसन चाहिन्छ। ल आज यसैको बारेमा एउटा विस्तृत भिडियो बनाउन लागेको छु। पहिला त हामीले मेडिकल ल्याब टेक्निसियन बन्नलाई हामीले कसरी पढ्ने, कुन कलेजबाट पढ्ने, त्यसको बारेमा म पहिला बुझाउँछु। मेडिकल ल्याब टेक्निसियन बन्नलाई हामीले सिटिभिटीबाट सिएमएलटी मिनिमम क्वालिफिकेसन सिएमएलटी चाहिन्छ। हामीले सिटिभिटीले सिटिभिटी अन्तर्गत पढाइ हुने सिएमएलटी हामीले पास गरेपछि हामीले मेडिकल ल्याब टेक्निसियन बन्न पाइन्छ। अब हामीले सिएमएलटी पढ्नलाई के क्वालिफिकेसन चाहिन्छ, कति फी लाग्छ, त्यसको बारेमा कुरा गर्छु। अब सिएमएलटी भनेको त हाम्रो सिटिभिटी अन्तर्गतको कोर्स हो होइन। त्यो भनेको एउटा 3 वर्ष कोर्स हो। त्यसको टोटल फी चाहिँ 3 लाखदेखि 5 लाखसम्म छ नेपालमा। अब त्यो पढ्नलाई पहिला त हामीले एससी पास गरेको हुनुपर्छ, जसमा चाहिँ मिनिमम क्वालिफिकेसन भनेको तपाईँको 2.0 जिपिए चाहिँ हुनैपर्छ। त्यसपछि तपाईँले सिएमएलटी कुनै एउटा नेपालको सिटिभिटी अन्तर्गत जुनसुकै रिकग्नाइज्ड इन्स्टिट्युटबाट पास गर्नुभयो भने तपाईँले एनएचपिसीमा आफ्नो नाम दर्ता गराउनुपर्ने हुन्छ। त्यहाँ दर्ता गराएपछि तपाईँले नेपालमा रेजिस्टर्ड ल्याब टेक्निसियनको रूपमा जुनसुकै हस्पिटल, डायग्नोस्टिक ल्याब जुनसुकै ठाउँमा काम गर्न पाउनुहुन्छ। त्यसै गरी अब हामीले बुझौँ मेडिकल ल्याब टेक्नोलोजिस्ट अथवा मेडिकल ल्याबोरेटरी साइन्टिस्ट। मेडिकल ल्याबोरेटरी साइन्टिस्ट भनेको एउटा ब्याचलर लेभल प्रोग्राम हो। त्यो चाहिँ हाम्रो नेपालमा चाहिँ केही युनिभर्सिटी अथवा केही प्रतिष्ठानहरूले सञ्चालन गर्दछन्। जस्तै नेपालको काठमाडौँ युनिभर्सिटी, पूर्वाञ्चल युनिभर्सिटी, पोखरा युनिभर्सिटी, त्यसपछि त्रिभुवन विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय, त्यसै गरी केही इन्स्टिट्युट, केही प्रतिष्ठानहरू जस्तै मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्यसपछि बिपिकेएचएसहरू होइन, मदन भण्डारी एकाडेमी अफ हेल्थ साइन्स, यी सबै विश्वविद्यालयहरूले बिएमएलटीको कोर्स चाहिँ अफर गर्दो रहेछन्। एउटा कुरो के कन्फ्युज नहुनु होला, कुनै कुनै विश्वविद्यालयमा बिएससी एमएलटी लेखेको हुन्छ अथवा बिएमएलटी, तर कुनै कुनै ठाउँमा जस्तै अब एमएचएसको कुरा गर्ने हो भने त्यहाँ चाहिँ मेडिकल ल्याबोरेटरी मेडिसिन भनेर छ। त्यो कोर्स नाम चेन्ज गरे पनि त्यो चाहिँ कोर्स एउटै हो। एउटै भनेको एउटै बिएससी एमएलटीमै त्यसलाई काउन्ट गरिन्छ। ल अब हामीले त्यो बिएससी एमएलटी पढ्नलाई मिनिमम क्वालिफिकेसन के चाहिन्छ? त्यो पढ्नलाई हामीले एटलिस्ट +10+2 साइन्स पढेको हुनुपर्छ। त्यसमा पनि हामीले बायो ग्रुप हुनुपर्छ। बायो ग्रुप भनेको हामीले बायोलोजी पढेको हुनुपर्छ। त्यसमा अब हामीले बायोलोजी पढेको छौँ भने हामीले मिनिमम क्वालिफिकेसन चाहिँ 2.4 जिपिए चाहिँ मिनिमम क्वालिफिकेसन हुनुपर्छ। अथवा तपाईँले यदि सिएमएलटी गरेको हुनुहुन्छ अनि एनएचपिसीमा तपाईँको नाम दर्ता छ भने पनि तपाईँले बिएमएलटी गर्न पाउनुहुन्छ। अब बिएमएलटी गर्नलाई पहिला हामीले चिकित्सा शिक्षा आयोग मेडिकल इक्जामिनेसन काउन्सिलले एउटा इन्ट्रान्स इक्जाम लिन्छ, जुन हो सिइई कमन इन्ट्रान्स इक्जाम। त्यो तपाईँले पास गर्नुपर्ने हुन्छ। त्यो प्रत्येक वर्ष एकचोटि मेडिकल इक्जामिनेसन काउन्सिलले खुलाउने गर्दछ। अनि त्यो इन्ट्रान्स पास गरेपछि त्यसमा चाहिँ हजुरको मेरिट लिस्टमा नाम आउनुपर्ने हुन्छ। यदि हजुरले राम्रो मार्क्स ल्याउनुभयो भने, टप मार्क्स ल्याउनुभयो भने तपाईँलाई मेडिकल इक्जामिनेसन काउन्सिलले स्कलरसिप पनि दिनेछ। यदि अलि तलै हुनुहुन्छ मेरिट लिस्टमा, जे भए पनि मेरिट लिस्टमा नाम आयो भने अनि त्यसपछि र्याङ्क राम्रो आयो भने तपाईँले नेपालमा कलेज पाउन सक्नुहुन्छ। अनि त्यसपछि अब यो भनेको एउटा 4 वर्षे कोर्स हो।
अनि यो चाहिँ अब तपाईँले त्यहाँबाट इन्ट्रान्स पास गरेपछि तपाईँले अब जुन कलेजमा अब नाम चुज गर्नुभयो होइन, त्यो कलेजमा हजुरले अब नाम एडमिसन गराएर पढ्न सक्नुहुन्छ। अब यो पढेपछि यसको स्कोप के छ, हामीले कुन ठाउँमा काम गर्न सकिन्छ भन्ने कुरा पनि आउन सक्छ होइन। त्योभन्दा पहिला हामीले के बुझौँ, यो बिएससी एमएलटीको फी चाहिँ कति छ नेपालमा? यसको चाहिँ कलेज मिनिमम चिकित्सा शिक्षा आयोगले तोकेको फी चाहिँ 7,77,000 हो। तर कुनै-कुनै अब प्राइभेटहरूमा पढ्नुभयो भने त्यो चाहिँ भेरियाई भएर 10 लाखसम्म पनि फी हामीले लाग्न सक्छ। किनभने त्यहाँ चाहिँ अर्कै फीहरू हुन्छ, अर्कै चार्जहरू हुन्छ। त्यहाँ प्राइभेटमा अलिक धेरै नै लाग्न सक्छ। अब जे भए पनि म्याक्सिमम 10 लाख लाग्छ, त्योभन्दा बढी जाँदैन। अनि मिनिमम भनेको तपाईँको 7,77,000 नै हो, त्योभन्दा कम हुँदैन। अनि त्यसपछि अब तपाईँले बिएमएलटी कोर्स क्लियर गरेपछि तपाईँले एनएचपिसीमा दर्ता गराउनुपर्ने हुन्छ। एनएचपिसीमा दर्ता गराएपछि तपाईँले मेडिकल ल्याबोरेटरी टेक्नोलोजिस्टको रूपमा काम गर्न पाउनुहुन्छ। अथवा यहाँ नेपालमा यसलाई मेडिकल ल्याबोरेटरी टेक्नोलोजिस्ट भनिन्छ, तर त्यही विदेशतिर युरोपतिर त्यसलाई मेडिकल ल्याबोरेटरी साइन्टिस्ट भनिन्छ। अब तपाईँले यो मेडिकल ल्याबोरेटरी टेक्नोलोजिस्ट अथवा टेक्निसियन भएपछि तपाईँले कहाँ-कहाँ काम गर्न पाउनुहुन्छ? पहिला त हाम्रो सबैभन्दा ठुलो स्कोप भनेको हाम्रो गभर्नमेन्ट हस्पिटल हो। गभर्नमेन्ट हस्पिटल, त्यसपछि प्राइभेट हस्पिटल, त्यसपछि डायग्नोस्टिक ल्याब, त्यसपछि अब प्रत्येक प्रदेशमा एउटा हुन्छ प्रदेश जनस्वास्थ्य प्रयोगशाला, त्यसपछि सेन्ट्रलमा रहेको हाम्रो नेसनल पब्लिक हेल्थ ल्याबोरेटरीमा पनि काम गर्न पाउनुहुन्छ। त्यसपछि डिस्ट्रिक्टमा रहेको ल्याबोरेटरीमा, त्यसपछि प्राइमरी हेल्थ केयरमा रहेको ल्याबोरेटरी भनेको जहाँ-जहाँ ल्याबोरेटरी छ त्यहाँ-त्यहाँ तपाईँले काम गर्न पाउनुहुन्छ। त्यसै गरी तपाईँले फार्मास्युटिकल कम्पनीहरूमा पनि मजाले काम गर्न पाउनुहुन्छ। एज एन क्वालिटी कन्ट्रोल म्यानेजरको रूपमा काम गर्न पाउनुहुन्छ। त्यसै गरी तपाईँले ब्लड ब्याङ्कमा पनि काम गर्न पाउनुहुन्छ। त्यसै गरी तपाईँले प्राइभेट हस्पिटलमा त पाउनु नै भयो। त्यसै गरी अब एनजिओ, आइएनजिओमा पनि पाउनुहुन्छ। त्यसै गरी अब इमर्जेन्सी डिपार्टमेन्टमा पनि तपाईँले जब गर्न पाउनुभयो होइन। त्यसै गरी तपाईँले अब बिएमएलटी गरेको हुनुहुन्छ भने तपाईँले सिएमएलटीलाई टिचिङ पनि गर्न पाउनुहुन्छ सिटिबिटी अन्तर्गतमा। त्यसै गरी तपाईँले अब फर्दर स्टडी पनि गर्न सक्नुहुन्छ। अब फर्दर स्टडी भनेको मास्टर इन अब विदेशहरूमा त धेरैमा मास्टर गर्न पाइन्छ, तर नेपालमा 2टा मात्र मास्टर गर्न पाइन्छ हामीले। मास्टर इन बायोकेमिस्ट्री एन्ड मास्टर इन माइक्रोबायोलोजी। तर तपाईँले मास्टर इन हेमाटोलोजी पनि गर्न पाउनुहुन्छ। मास्टर इन हिस्टोप्याथोलोजीमा पनि पाउनुहुन्छ। अब धेरै कोर्सहरू छ, तर नेपालमा 2टामा मात्र अहिले पाइन्छ। त्यसै गरी अब तपाईँले आफ्नो रिसर्च फिल्डमा पनि जान सक्नुहुन्छ। यस्तो छ अब यसको अब त ठिकै छ। अब त हजुरले कुन चुज गर्नुहुन्छ? अब टेक्निसियन पढ्नु छ भने सिएमएलटी गर्नुहोस्। अब टेक्नोलोजिस्ट बन्नु छ भने तपाईँले बिएमएलटी गर्नुहोस् र आफ्नो करियर अगाडि बढाउनुहोस्। हस्, एउटा मेडिकल फिल्ड हो, स्कोप यसको धेरै छ। फ्युचरमा पनि यसको स्कोप धेरै नै बढ्नेछ, किनभने आजभोलि बिना ल्याब टेस्टको डाक्टरले कुनै पनि ट्रिटमेन्ट अगाडि बढाउँदैनन्। सो यसको स्कोप झन् फ्युचरमा बढिरहेछ। अनि हजुरले यदि बिएमएलटी गरेको हुनुहुन्छ भने विदेशतिर मजाले एप्लाई गर्न पाउनुहुन्छ। विदेशमा त राम्रो स्कोप छ, किनभने विदेशमा चाहिँ यो नेपालको कम्पेरिजनमा अलि धेरै नै स्कोप रहेको छ। अब नेपालमा यसको पहिला धेरै स्कोप थिएन। कोरोना कालदेखि नै यसको स्कोप अलि धेरै बढेको छ। अब फ्युचरमा पनि बढ्दै जानेछ यसको स्कोप। ल, धन्यवाद। अब हजुरलाई कुनै अरू टपिकमा भिडियो चाहियो भने मलाई अवश्य कमेन्ट गर्नुहोला। म त्यो टपिकमा भिडियो बनाइदिनु हुन्छु। र मेरो भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्स्नुहोला। हस्।